हेलो गाइस, वेलकम छ मेरो ब्लगमा फेरि पनि है। अनि आज चाहिँ फ्राइडे अनि अहिले चाहिँ 6:15 भयो। अनि आज चाहिँ म कहाँ जाँदैछु भने आज म जाँदैछु साम्बाको गेम हेर्न, वेलिङटन फेनिक्स भर्सेस पर्थ ग्लोरी। पर्थ ग्लोरी हाम्रो घरतिरको टिम हो। अनि आज म र पापा गेम हेर्न जाँदैछौँ। अनि पापा एक्साइटेड हो त गेम हेर्न? हजुर आज एक्साइटेड हो? गेम हेर्नु पर्यो। साम्बा गोल हान्छ साम्बाले? हान्छ यहाँ उहाँ हेरेन, यहाँ आएर हेर्नु। ल है त ल, पापाले फर्स्ट टाइम साम्बाको गेम हेर्दै हुनुहुन्छ। अनि जस यो चाहिँ म साम्बाले साइन गरेको जर्सी लाएर जाँदैछु है। त्यहाँ चाहिँ म बसिराख्नुपर्छ। यो चाहिँ साम्बाले साइन गरेको जर्सी लाएर जाँदैछु। हिजो चाहिँ म साम्बालाई ट्रेनिङमा भेट्न गएको थिएँ। अनि ट्रेनिङमा चाहिँ ट्रेनिङपछि चाहिँ उसले जर्सी साइन गरिदिएको थियो। अनि जो साम्बा हिजो ट्रेनिङ गरेर आएको थियो, प्रोबेबली आज खेल्छ पनि। अनि जस म चाहिँ ड्राइभ गरेको छैन किनकि त्यहाँ पार्किङ अलिकति झ्याउ हुन्छ। अनि त्यही भएर मैले उबर बुक गरेको छु। अनि मेरो उबर अन द वे छ, 2 मिनट्स अवे छ। जस्ट मेरो घरबाट जम्मा 10 मिनट्सको बाटो हो। 7 o'clock किकअप हो। अनि ल फाइनली हाम्रो उबर पनि आइपुग्यो है। अनि अब चाहिँ हामी जाँदैछौँ। यहाँ होइन भिड पछाडि बस्नु। गाइज फाइनली हामी चाहिँ स्टेडियम पुग्यौँ है। अनि ग्राउन्ड चाहिँ त्यो हो खेल्ने चाहिँ। अनि हामी चाहिँ यहाँ बाहिर कुरिरहेछौँ। अनि बाहिर आउने बित्तिकै हामी पनि छिर्नुपर्ने हुन्छ। अनि जस एकदम अघि गर्मी थियो, डेन्जरै गर्मी थियो। अनि अहिले चाहिँ तातो हावा फालिरहेछ। जस हल्का हावा चाहिँ सरर चलिरहेछ। जस गेम हेर्न चाहिँ मजा हुन्छ। अनि 7 बजी पनि यति उज्यालो नै छ, अझै 20 मिनट छ हामीसँग। अनि हामी चाहिँ बाहिर आउने बित्तिकै हामी भित्र छिर्छौँ। जस आज चाहिँ साम्बाले गोल हान्नुपर्छ। नेपाली क्राउड पनि डेन्जर धेरै छ आज। हाम्रो यहाँ टिकट चाहिँ यस्तो छ, पर्थ ग्लोरी भर्सेस वेलिङटन है। ल गाइजहरू फाइनली है 20-25 मिनट कुराएर चाहिँ बल्ल आइपुगेछ। के हो पारा यार, जहिले कुराउने भाइ केही छैन यार। छिटो आउन त कहिले लेखेकै छैन कि हो। यस्तै छ दाइ, कहिले काहीँ के हो गुरु? अब हामी भित्र छिर्दैछौँ है। कति आएको के हो भाइ, ढिलो आउनेमा केही भन्दैन तिमीले? अब कहिले काहीँ हुन्छ। गेम सुरु भयो है। साम्बाले स्टार्ट गरेछ है। भाइ साम्बाले गोल हान्छ दाजु? हुन्छ हुन्छ दाइ। गुरु कसरी गोल हान्छ दाजु साम्बाले? कसरी? कस्तो ह्यान्डसम देखिँदो रहेछ यहाँ नेपालको जर्सी। कसरी गोल हान्छ भन्नु? कसरी गोल हान्छ भन? अहिले के अरे यहाँबाट 1v1 लगेर अनि ग्राउन्ड बल गोल हान्छ। उसको जिब्रोमा कति दम रहेछ भन्ने थाहा हुन्छ है। म चाहिँ हेडर गोल हान्छ भनिरहेको छु। अब गोल हान्छ होइन साम्बाले आज? हान्छ है त। ल डेन्जर क्राउड छ है पछाडि, डेन्जर धेरै फ्यान भइरहेको छ। यता चाहिँ ग्लोरीको फ्यानहरू छ। साम्बाले अहिलेसम्म बल नछोएको अवस्था छ यहाँ। डेन्जर धेरै क्राउड छ त्यहाँ। अनि ट्याक्कै हामी चाहिँ यहाँ ग्राउन्डकै साइडमा बसेर गेम हेरिरहेछौँ।
ओइ 12 मा लागि के हो दामी छ भाइ दामी गुड सेभ अहिलेसम्म 0-0 भइरहेछ है साम्बाले ट्राई चाहिँ धरै गरिरहेछ साम्बा चाहिँ बाहिर छ झन्डै गोल धन्न साम्बाबाट गोल है एक सर्ट हानिरहेछ ल कर्नर साम्बाले हान्छ त बक्स बाहिर छ ओइ भन्नै छिरेको ल ल चिचाउ चिचाइरहने होला हैन दुई तिनजना डिफेन्डर लम्बो रहेछ कि फ्री हुँदैछ यहाँ है प्रपर त के भन्छ त त्यो रब्बी खेल्ने केटीहरू हुन्छ नि अर्को थ्रो अर्को कर्नर हुँदैछ यहाँ कर्नर ठिक छ सिकाउन चाहिँ सब सिकाउनु होला नि बच्चा
क्राउड चाहिँ डेन्जर धेरै छ आज माथि नेपाली क्राउड छ नेपाली डेन्जर धेरै Combank Matildas and Combank Socceroos game live. Stream every game, every goal, and every moment live on Paramount Plus. Somebody, hey. Say hello to Ninja Slushy, the easy, convenient way to make frozen drinks. ग्राफ सुरु भयो माहौल तातिर चाहिँ तर यो सिल्ली फल दिएन फल त ठिकै हो फल त ठिकै हो Come on, that's our ball. यो 10 नम्बर चाहिँ टेक्निकल खेल्दा रहेछ है फिलिपिनो कमन यसले तसले अन्डा चाहिँ हुनु पर्यो भन्ने आपले कति 10 को जति हाल्दै गएको 10 को जति गोल भयो ग्लोरीको पर्छ 9 तिर लास्टमा अनि यिनीहरु बटम नै हो हरि यो लम्बो चाहिँ दामी वे नाइस बल एकछिनमा फोन गर्छ है
किपरको यस छोइदिएको भए हुन्थ्यो नि अगेन 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 अब भएन अब गेम सक्यो भर्चुअलले जित्यो 1-0 सक्यो है अब गेम पछि 3 टक हुँदैछ त्यहाँ साम्बाको क्रेज वाइल्ड छ यहाँ वाइल्ड छ आम्मा सुनेन कसरी हान्छ क्या साइड ल थ्याङ्क यू ल गाइस फाइनली गेम पनि सकियो अनि साम्बालाई पनि भेटियो अनि पर्थको चाहिँ क्राउड बबालै क्राउड है अहिलेसम्मको बेस्ट क्राउड जस्तो लाग्छ मलाई अस्ट्रेलियाभरिको यति धेरै मान्छे टर्नओभर भयो होइन साम्बालाई फोटो खिच्दा हैरान थियो अनि एकदम बहुत धेरै क्राउड थियो अनि साम्बाले एकदम एप्रिसिएट गर्यो अनि जस त्यही हो अनि 1-0 लस भयो है तर त्यही हो साम्बाले धेरै चान्सहरू पाथ्यो तर गोलहरू निस्केन अब चाहिँ हामी घर जाँदैछौँ है अनि त्यही हो अहिलेसम्मको बेस्ट गेम है साम्बाले अब जस इन्जर्ड भएर पनि बबाले खेलेको थियो सर्टहरू पनि कति चान्स पाएँ हामी घरतिर जाँदैछौँ है अनि पसन्द मेरोको जर्सीमा मैले साइन अलरेडी गरिसकेको थिएँ हिजो जस अहिलेसम्म हेरिदिनु भयो थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट भिडियो है ल भाइ कस्तो भयो त आज गेम भन्दै आजको गेम यस्तो बवाल भयो तर मिस भयो हार्यो है ठिक छ अनि साम्बाको हारबाट जित्यो भने क्राउडको चाहिँ क्रेज बवाल थियो त यार बवाल है बवाल थियो क्रेज चाहिँ। जस यस्तो बवाल भयो तपाईँलाई कस्तो भयो त आजको गेम चाहिँ मलाई चाहिँ रमाइलो लाग्यो जित्न जुन टिमले जिते पनि गेम हेर्न चाहिँ रमाइलो लाग्यो रमाइलो भयो रमाइलो ल है त अब हामी नेक्स्ट भिडियोमा भेट्छौँ सी यू इन नेक्स्ट भिडियो गुड नाइट जय बसन्ती मेरा